हेलो साथीहरू, नमस्ते। अनि नयाँ वर्ष 2083 सालको धेरै धेरै शुभकामना। आज मेरो न्यू इयर कस्तो रह्यो भनेर म आफ्नो छोटो भिडियो लिएर आएको छु। अनि तपाईँले आफ्नो न्यू इयर चाहिँ कसरी बिताउनु भयो? मेरो चाहिँ आज यसरी सफा गर्नेदेखि सुरु भयो। बिहान उठिसकेपछि चाहिँ म सिधै सफा गर्नेतिर लागेँ। घरको वरिपरि यतात्यता एकदम झारहरू पलाएर कस्तो भएको थियो। अनि कस्तो जाँगर चल्यो कि मलाई चाहिँ नयाँ वर्षको दिन चाहिँ काम गर्नु हुँदैन, बस्यो भने चाहिँ सधैँ बस्न पाइन्छ के यस्तै भन्ने छ नि त। तर मेरो चाहिँ नयाँ वर्ष एकदमै बिजी रह्यो। पहिला चाहिँ मैले बाहिरदेखि सफा गर्न सुरु गर्छु। अलिकति एकदम पातपतिङ्गरहरू खसेर कस्तो फोहोर बनाउँछ। अनि घरको वरिपरि पनि झारहरू पलाएको थियो। अनि बाहिर सफा गरिसकेपछि फेरि म घरभित्र प्रवेश गर्छु। अनि घरभित्र सफा गर्छु। सफा गरिसकेपछि फेरि म पोछासोछा लगाउँछु। अनि झार उखेलेर फेरि यता हात हेर्नुहोस् मेरो कस्तो भएको थियो। अनि त्यसपछि फेरि लिपपोततिर लाग्छु म चाहिँ है। यो पन्जा देखाउँदैछु। यो खासमा चाहिँ अर्को हातको थियो कि उल्टो पन्जा लगाएको छु, देब्रेको थियो दाहिनेमा। अनि किचनमा चाहिँ यस्तो कालो भइसकेको थियो। अनि नयाँ वर्षको दिन किचनलाई पनि यस्तो सफा हल्का महसुस गराउनु पर्यो भनेर चाहिँ म उता लिप्न लागेँ। हाम्रो उतातिर चाहिँ लिप्ने भन्छ, यतातिर चाहिँ पोत्नी भनेर बुझिन्छ। दुवै अब लिपपोत भनौँ न गरिसकेँ मैले चाहिँ किचनलाई एकदमै चुलो यताउति गरेर सफा गरिसकेँ। अनि टक्क लाएर तल पनि सफा गरेँ। अनि गरिसकेपछि फाइनल्ली मैले फेरि नुहाएँ, आफूलाई फ्रेस फिल गरेँ। नुहाइसकेपछि फेरि म गएँ पूजा भाँडाहरू सफा गर्न। अनि पूजा भाँडाहरू पनि सफा गर्ने भइसकेको थियो। म चाहिँ सधैँ पूजा गर्छु, तर डेली पानी चाहिँ चेन्ज गर्दैन। पहिला गर्थेँ, अचेल चाहिँ खासै त्यति डेली पानीहरू चाहिँ चेन्ज गरिदिँदैन। अनि यता पानीको लागि गाग्रीहरू पनि कस्तो सफा गर्ने भइसकेको थियो। अनि यिनीहरूलाई पनि टिलिक्क टल्काएँ। अनि धारमा पानी चाहिँ एकदम मजाले आउँछ मेरो घरमा चाहिँ। अनि पानी भरे चिसो पानी बिहानको दुईवटै गाग्रीमा पानी मजाले भरे। अनि अबको गर्मी मौसमको लागि चाहिँ तामाको भाँडामा राखेको पानी चिसो हुन्छ, एकदमै बेस्ट लाग्छ मलाई चाहिँ। पानी भरिसकेँ, चिसो पनि हुन्छ, हेल्थको लागि पनि राम्रो। अनि पानी भरिसकेँ दुईवटा गाग्रीमा। अनि त्यसपछि म लागेँ चाहिँ सूर्यलाई जल दिन। म चाहिँ अलिअलि धर्म कर्ममा पनि विश्वास गर्छु है। वैशाख 1 गते अनि सूर्यलाई जल दिन चाहिँ नबिर्सिने, अर्घ भन्छ कि के भन्छ यस्तै। अनि मैले फेरि त पूजा भाँडाहरूमा सबैमा जल भरिसकेँ। अनि फुल राखिसकेँ। अनि यता लागि म पूजा गर्नतिर लागिसकेँ। अनि यता चाहिँ आमा, सासु आमा, ससुरा बुवाको फोटो अगाडि पनि सधैँ म जल राखिदिन्छु, सेतो फुल राखेर। अनि पूजासुजा गरेँ। अनि आज वैशाख 1 गते कुलदेवताले के भन्छ, कुललाई सम्झिनुपर्छ अरे भनेर भन्नुभएको थियो। अनि त्यसरी नै सम्झिएँ। अनि मेरो पूजा पनि सकियो। पूजा सकिसकेपछि मैले चाहिँ यता अलिअलि मैले फुलहरू लगाएको छु। गमला त भन्दैन, तर म त्यो के भन्छ जर्किनहरू काटेर चाहिँ फुलहरू लगाइरहेको छु है। अब किन त रियुज। अनि पानी सानी हालेँ फुलमा। अनि त्यसपछि किचनतिर छिरेँ। यता चाहिँ दुध आएको थियो मेरो। आज के पकाउने त भन्दाखेरि खिर पकाउनु पर्यो। नयाँ वर्षलाई गुलियो मिठोबाट सुरु गरौँ भनेर चाहिँ मैले खिरको लागि दुध बसालेँ। अनि यता चामल पनि भिजिसकेछ, भिजाएको थिएँ एकैछिन अगाडि, धेरै पहिला त भिजाउनु भएन। अनि दुध धेरै भयो, उम्लेर फाल्छ भनेर चाहिँ यता अलिकति झिक्दैछु। अनि यो बिरालो चाहिँ पछि हिँड्छ म्याउ 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 गर्दै। अनि त्यसपछि चाहिँ मैले दुध राखिसकेपछि चामल हालिदिएँ। अब
बाँकी बचेको दुधमा चामल हालिदिएँ खिरको लागि। अनि यता आज के तरकारी खाने त भन्दाखेरि चाहिँ यता मेरो चाहिँ आज खासमा एग बिरयानी बनाउने मन थियो मेरो, तर व्यस्त भएँ। अहिले साँझ बनाउँछु अनि बिहानको चाहिँ यसरी यो भेजहरूसँग अन्डासँग टक्क पारेर। आजको मेरो न्यू इयर यही थियो साथी। थ्याङ्क यू फर वाचिङ माई भिडियो।